सबैजनालाई झोर्ले म चाहिँ आज तनहुँ जिल्लाको सदरमुकाम दमौली र ब्यास नगरपालिका वार्ड नम्बर 1 मा अवस्थित रहेको निर्मल माविको भवनहरू देखाउन गइरहेको छ। निर्मल माविको सबैभन्दा पहिलाको भवन त धेरै जसो त भत्काइसकेको छ, तर एउटा मात्र यो हो सुरुको भवन एउटा यहाँ छ र अर्को भवन एउटा यहाँ छ। यी यसरी निर्मल माविमा चाहिँ भवनहरू बन्दै छन् धमाधम। कतिवटा भवन छ भनेर म देखाउन गइरहेको छ। सर्वप्रथम एउटा यहाँ छ एउटा भवन, यो सबैभन्दा पुरानो भवन र यो पछि अर्को एउटा यहाँ छ भवन। यो भवन भन्दा पछाडिपट्टि पनि एउटा भवन रहेको छ र त्यसपछि अर्को एउटा भवन यो अर्को यहाँ छ। यो टोयलेट बाथरुम टोयलेट पछि निर्माण गरिएको भवन। यो पनि निर्मल स्कुलकै भवन हो। यो एउटा भवन भयो, फेरि अर्को एउटा भवन यहाँ पनि एउटा अर्को भवन अझ म तपाईलाई देखाउन गइरहेको छ। हजुरहरु के गर्नु भएको छ? के गर्नु भएको नि हजुरहरु? यता हेर्नुस्, के खेलेको नि यस्तो? के बनाएको रे? एउटा भवनमा चढेर म यहाँलाई यहाँको निर्मल माविको दृश्य देखाउन गइरहेको छ। यहाँहरुको बाबु नानीहरूलाई पढाउन चाहनुहुन्छ भने निर्मल मावि ब्यास 1 तनहुँलाई सम्झिनु होला। सबै सुविधा सम्पन्न छन् यहाँ। खेलकुदको लागि पनि प्रशस्त ठाउँ भएको निर्मल मावि। यो पनि निर्मल माविकै भवन हो। यहाँ बाबु नानीहरू खेल्दैछन्। यो सबै ग्राउन्ड निर्मल माविकै हो। यो बास्केटबल खेल्ने ठाउँ दुईटा रहेको छ अनि भलिबल ग्राउन्ड पनि रहेको छ। यसैगरी फुटबल ग्राउन्ड पनि यहाँ रहेको छ। यसरी प्रशस्त मात्रामा चाहिँ खेल्ने ग्राउन्ड पनि रहेको छ। यदि तपाईहरुको बाबु नानीहरूलाई पढाउन चाहनुहुन्छ भने यस निर्मल माविलाई सम्झनु होला। एकदम सुन्दर शान्त भएको ठाउँ निर्मल मावि ब्यास 1 तनहुँ। धन्यवाद।